हरेक महिनाको पहिलो शनिबार झै यही आउँदो 2082 साल मङ्सिर 6 गते शनिबार म डाक्टर मनोज शाह, मुख तथा अनुहार जोर्नी रोग विशेषज्ञ काठमाडौँदेखि विराटनगर स्थित पारस अस्पतालमा आउने भएकोले विराटनगर लगायत पूर्वी नेपालका बिरामीहरू जसलाई मुख तथा अनुहारको जोर्नी रोग सम्बन्धी समस्याहरू जस्तै मुख कम खुल्ने, मुख खोल्दा वा बन्द गर्दा कानको अगाडि बङ्गराको हड्डी पड्किने वा किटकिट आवाज आउने, मुख बाङ्गिएर खुल्ने वा अड्किने, खाना चपाउँदाखेरि कानको अगाडि बङ्गराको हड्डी लगायत त्यो मांसपेशीहरू दुख्ने जस्ता समस्या लगायत लामो समयदेखि पान, गुट्खा, सुपारी जस्ता सुर्तीजन्य पदार्थहरू खाएर अहिले आएर मुख कम खुल्ने, मुखभित्र तातो पिरो खाँदाखेरि जलन हुने, गालाभित्र सेतो तथा रातो दागहरू देखा पर्न थालेको छ भने यस्ता बिरामीहरूले समयमै आफ्नो नाम दर्ता गराई उचित परामर्श तथा उपचारको लागि पाल्नुहोला।